अहिले चाहिँ म छोरेपाटनमा टिबिटियन याक रेस्टुरेन्टमा टक्क लाएर मोमो खान गइरहेको छु। टक्क चटनी हाल्यो, टक्क खाँदैछु। चाउमिन पनि भनेको छु, चाउमिन पनि आइपुग्यो। टक्क चाउमिन खाएर यता चाहिँ जहिले गइरह हुन्थ्यो। आज चाहिँ यता मटी खान यताबाट जानु पर्ला। मटी खान चाहिँ जस्ट 7 किलोमिटर रहेछ यहाँबाट। हेर म अब जान त गइयो, अब कहाँसम्म पुग्छ भाइ त सिरियल। ल आउनु त यहाँसम्म आयो। अफ रोड रहेछ यार। टावर त त्यही हो जस्तो लाग्यो, मटी खान टावर चाहिँ त्यही होला, त्यही हो स्योर। बाटोमा छु, अफ रोड रहेछ, धुलो धुलो रहेछ यार। भ्यू चाहिँ दामी छ यहाँ। एक्लै हो, कहिले काहीँ एक्लै घुम्नुपर्छ। साथी जति सब विदेश छ। अब के यस्तो बाटो चाहिँ कुनै गरेको कुनै पोखरा भ्याली देख्न सक्नुहुन्छ यहाँबाट। सही रहेछ। अर्को वेदर अलिकति राम्रो भएन क्या। वेदर राम्रो नभएको कारणले हल्का क्लियर देखेको छैन होइन। म चाहिँ त्यहाँ तलबाट आएको क्या, त्यहाँबाट। ओ माई गड, त्यहाँबाट आएको यता हुँदै यता नि बाटो रहेछ। कहाँ जाने बाटो रहेछ यो चाहिँ थाहा भएन है। कति बाटो छ। ए मटी खान जिम्मल बाजे खाजाघर टावर चाहिँ थियो। जो यहाँ मान्छेहरू पिकनिक खान चाहिँ आइराख्दो रहेछ यार। माथि नि टावर नि जानेहरू पनि टन्नै छ। आउने जाने क्रम बढिरहेछ होइन। यता चाहिँ टक्क पिकनिक खाइरहेछ। पिकनिक स्पट रहेछ क्या यहाँ। दसैँ लगाइरहेछ त्यो खेलिरहेछ बच्चा। अब म चाहिँ पुरा भ्यू टावर जानु लाग्यो माथि। हेरौँ कस्तो छ होइन। ल एकछिन चाहिँ हिँड्नु पर्दो रहेछ। यस एक्लै भएपछि यस्तै हो। लालीगुराँस फुलाऊ, पर्यटक बोलाऊ। हाम्रो अभियान आगन्तुकको प्रोत्साहन रे। यता मन्दिर पनि रहेछ। एक्लै हिँड्दै जान्छु। त्यो झ्याला रहेछ। माथि चाहिँ दुईजना बसिरहेको रहेछ। तल चाहिँ बाटो। त्यहाँबाट यहाँसम्म आउँदा नि स्यास्या भएर सायद धेरै नहिँडेको भएर होला पहिला। कोही छैन यार। एकजना दिदी छ र कोही छैन। स्यास्या भयो। यहाँ माथि रहेछ एकजना। चिल छ। हल्का माइन्ड रिफ्रेस नि भइरहेको छ। जेस लियो लचक लचक त्यो कमरे देऊ न नम्बरे। त्यो चाहिँ के को मन्दिर रहेछ। बाटो पनि रहेछ छाना त। के भन्ने अब साथीभाइहरू छैन। साथीभाइहरू अब
धेरै जस्तो सबै विदेश गइसक्यो होइन। हामी चाहिँ एक्लै टक्क नेपालमै कहिले कुन डाँडा घुमेको छ, बसेको छ, हल्का फुल्का काम पनि गरिरहेको छ। यस्तै हो। टावर जाने भनेको माथि चाहिँ हल्का क्लोज रहेछ क्या। आज चाहिँ स्याटरडे भएर होला सायद। भ्यू चाहिँ जस बबाल देख्छ। वेदर क्लियर हुने होला चाहिँ बबाल देख्छ जस। लभली सब चर्किसकेको रहेछ है यहाँ त। खतरा चर्किसकेको रहेछ। टावर जानु त हुन्थ्यो कि लक रहेछ डोर चाहिँ। नेक्स्ट टाइम अब साथीहरूसँग आउँदाखेरि जानु पर्ला नि। टुडे इज ब्याड लक भनौँ होइन। तर भ्यू चाहिँ यहीँबाट पनि देखेछ त्यस टावरबाट। भनेको त्यो जस्ट अलिअलि मात्रै हल्का हाइटमा त्यही त हो फरक। त्यहाँ चाहिँ जानु पर्ला एक्चुअली। मन्दिर चाहिँ एक्चुअली जान्छु म। सही देखेछ यार पोखरा यार। अब चाहिँ जानु पर्ला। यता चाहिँ भाइहरू पुरा टिकटक बनाउँदैछ होइन। दे आर इन्जोइङ मेकिङ सम टिकटक। सही हो सही। भाइहरूको टिकटक चाहिँ खतरा ट्रेन्डिङमा होला जस्तो छ। सही हो सही। त्यही उमेरमा हो खास इन्जोय गर्नुपर्ने त होइन। अब अहिले त अब के गर्नु त। अब अहिले त अब अहिले यस्तै छ। अब सानो हुँदा अब पैसा थिएन, साथीभाइ टन्नै थियो। अहिले अब आफूसँग अलिअलि पैसा छ तर साथीभाइ नै छैन क्या। साथीभाइ अब सबै अब आफ्नो आफ्नो लाइफ बनाउनु पऱ्यो होइन। सबै मेच्योर भइसक्यो। सबैको आफ्नो फ्यामिली हुन्छ होइन। सधैँ यसरी डुल्न त कहाँ पाइन्छ त नि। जिन्दगी भने त्यस्तै रहेछ भनौँ। अब कहिले के हुँदा कहिले के हुँदैन, कहिले के हुँदा केही हुँदैन कि त्यस्तो। यस्तै चलिरहेछ नेपालमा मेरो लाइफ। दुःख सुख सबैलाई भइहाल्छ होइन। I think now I have to finish this water. टक्क यो पानी भ्याउँछु अनि उता मन्दिरतिर जान्छु टक्क सर। तल जान्छु पहिला बाइक लिन। त्यहाँबाट सर त्यहाँ मन्दिर जान्छु। एक दर्शन गर्छु। त्यहाँबाट नि हिँड्नु पर्दो रहेछ यार एकछिन यार। एक दर्शन गर्छु अनि त्यहाँबाट ब्याक टु होम, ब्याक टु पोखरा जान्छु म यहाँबाट। हुन त यो ठाउँ पनि पोखरा नै हो। पोखरा कति हो यार? पोखरा कति हो यो? पोखरा 21 हो कि कति हो यार? 21 जस्तो लाग्थ्यो मैले होइन। तल पढ्ने बेलामा चाहिँ 21 भने जस्तो लाग्थ्यो। हेर मैले तल गएपछि थाहा हुन्छ। हल्का 5 बज्न लाग्यो। फेरि रात परिहाल्छ। बाटो फेरि बाटो अलि अडै छ कि जङ्गलै जङ्गल छ बिचमा चाहिँ। कहिले मान्छे भेट्छ कहिले मान्छे भेट्दैन। अब बेलुका भएपछि अलिकति सकेसम्म अलि उज्यालोमै गएको। म पनि जानु पर्ला। त्यहाँ भाइसँग सोधेको, त्यहाँको भाइहरूसँग मन्दिर हो भनेको। भाइहरूले चाहिँ कालिका कोट भन्यो होइन। कालिका कोट भनेपछि त झन् अभियसली जानै पर्ने हुन्छ। ल सर यो बाटो हिँड्दै अघि यही बाटो म हिँड्दै आएको। बाइकको चाबी चाहिँ मैले कहाँ राखेँ? पकेटमा रहेछ। कालिका कोट रे
मट्टीखानको कालिकाकोटको देवीको पनि दर्शन गरेर गइदिउँ न त होइन। बाटोहरू चाहिँ राम्रै बनाएर चाहिँ यहाँ रेलिङहरू भर्याङ सिँढीहरू के यस्तो राम्रो छ यहाँ। टाटन रुमाल झ्यालपारी भन्ने गीतमा डान्स गर्दैछ है फेरि त्यहाँ पिकनिकमा आउनेहरू कि। एक बारको जिन्दगी हो, रमाइलो चाहिँ गर्नुपर्छ। अघि म सायद हिँड्दै आउँदा होला यस्तो मान्छेहरू टन्नै थियो नि त यहाँ, अनि हिँड्दै आउने बेला चाहिँ यताउता कतै नहेरिकन डाइरेक्ट सुइची आएको थियो क्या। अहिले लास्टमा झर्ने बेलामा त लालीगुराँस त त्यहीँ पो रहेछ हेर्नु त, लालीगुराँस त त्यहाँ रहेछ लालीगुराँस त। टन्नै रहेछ नि टन्नै रहेछ लालीगुराँस चाहिँ। त्यो मेरो बसको बात चाहिँ छैन, किनकि म त्यहाँ जान नि सक्दैन। त्यही माथि आइएम ओभरवेट त्यो रुखले पनि धान्दैन होला सायद। टन्नै रहेछ तर यार, उता तल नि रहेछ। रुखहरू चाहिँ सब फाट्दै रहेछ यार, किन रहेछ? सही छ, मान्छेहरू आउँदैछ, कोही आउँदैछ, कोही जाँदैछ। म चाहिँ जाँदैछु। लालीगुराँस उता छ अरू नेसनल फ्लावर। पिकनिक नि आउँदो रहेछ यार जेस यार मान्छेहरू चाहिँ। यहाँको घरहरू चाहिँ दामी छ है। कि यहाँको मेन इन्ट्रान्समा चाहिँ हल्का बनाउनु पर्ने रहेछ, नत्र माथिसम्म बाटो चाहिँ दामी छ जस। यहाँबाट टक्क बिस्तारै झर्दै उता पारी मन्दिरमा जान्छु म चाहिँ। दाउराको बारी छ यताबाट नि, यताबाट चाहिँ उता स्याङ्जा जान्छ अरे। त्यहाँबाट चाहिँ दाइसँग सोधेको मैले। अब चाहिँ टक्क लाएर मन्दिर गइन्छ। पिङ पनि छ हौ त्यहाँ, पिङ खेलिरहेछ मान्छेहरू। यहाँ चाहिँ एभ्री टाइम दसैँ लगाइराख्दो रहेछ यस। एभ्री टाइम दसैँ लाग्दो रहेछ। वेलकम टु मट्टीखान। यो चाहिँ सही लाग्यो क्या, मट्टीखान जिम्मल बाजे खाजा घर। सही सबै हो त। हिँड्दै गइ नि हुँदो रहेछ, तर यहाँसम्म चाहिँ बाइक लैजाउँ न, भरे फर्किनु सजिलो हुन्छ कि है। ल यति भन्दै म उता मन्दिर जान्छु। ल म ठ्याक्क आइपुगेँ त होइन, बाइक यहाँ राख्छु। अब माथि मन्दिर जान्छु होइन, हल्का दर्शन गर्छु। तर मैले यहाँ बाइकमा आउने बेलामा चाहिँ यहाँ यस्तो त्यहाँ तलबाट आउने बेला चाहिँ जस यहाँ गुराँसको रुखहरू के सानो सानो रुखहरू, सानो भए पनि जस टन्नै फलेछ यार यहाँ देखिरहेको क्या। झन् माथि झन् टन्नै रहेछ होइन। अनि त्यहाँबाट हेर्दै थिएँ यताउता सब मजाले फलेर रहेछ क्या, फुलेर रहेछ जस। यताको उकालो चाहिँ उताभन्दा अलिकति हिँड्न पर्दो रहेछ जस्तो लाग्यो। ठाडै छ नि त यहाँ हेर्नु न,
यो चाहिँ पुरा भाँसिएला जस्तो छ त है। यस्तै छ। जस त्यो टावर त अर्को घर जस्तो देखिरहेको मैले त अहिलेको टावर के। पानी पनि सकियो के छैन, तर गुराँसको संरक्षण चाहिँ राम्रो हो यार, किनकि यताबाट मान्छेहरूले टिपिदिन्छ भनेर पुरा यो बार्ने लागेको छ क्या। एज अ पार्क जस्तै गरिदिएको छ। ओहो नाकको थान रहेछ नि आमामा अझै नाक्दै हेर्दा ट्याङ्की रहेछ क्या, पानी ट्याङ्की ठुलो एकदम। गुराँस त ढकबक्कै छ त। यहाँ नि फुल्न लागिरहेछ, यहाँ चाहिँ मजाले फुलिसकेको रहेछ हौ। उता तलतिर त झरिसकेछ, यहाँ चाहिँ हल्का राम्रै फुलेछ। यस्तरी समात्यो भने त भेटिन्छ, के टिप्नु हो। पुरानो बाटो जस्तो नि लाग्यो मलाई त्यो। ए मान्छेहरू चाहिँ रहेछ, जस म एक्लै होला सोचेको। पहिला यो मन्दिरमा जानुपर्छ, यो चाहिँ के को मन्दिर रहेछ। लास्ट हिँड्नै गाह्रो, 108 केजी भनेपछि त गाह्रो त भइहाल्छ नि। फेरि धेरै खासै हिँड्दैन नि त म धेरै। उता पनि छ क्या मन्दिर त, यहाँ पनि रहेछ। कुन मन्दिर रहेछ यो, सायद देवीकै रहेछ। म देवीको उता सोचेको थिएँ, यो रहेछ। यताबाट के घुम्नु भने एक फन्को घुम्छु अनि जान्छु। उता चाहिँ झन् ठुलो रहेछ त, उता पनि देवीकै हो क्या। अहिले चाहिँ यो वेदर चेन्ज हुन लागेको भएर होला, के अरे उस भएको चाहिँ देवी रहेछ, के अरे टन्सिल नि भयो, रुगा हो कि एकदम स्यास्या बनायो त त्यहाँबाट यति हिँड्दा नि गाडी क्रस टन्नै छ। दुईजना चाहिँ रहेछ, तीनजना रहेछ मान्छे, तीनजना मान्छे रहेछ। अब हेरौँ के हुन्छ भित्र, खुल्ला छ कि बन्द छ। खुल्लै हो त भित्र? हजुर खुल्लै छ। ल
यहाँ रहेछ हजुर होइन दाइ म एक्लै आएको दाइ हजुर ए हजुर ठिक हजुर हजुर दाइले नि हिमाल आएको बेला आएको भए सही हुन्थ्यो भन्दै थियो यो चाहिँ मेन मन्दिर चाहिँ यो रहेछ श्री कालिका कोट मन्दिर क्रिस्ती 9 मट्टी खान मन्दिर चाहिँ ठुलो रहेछ जस ठुलो रहेछ मन्दिर चाहिँ 1 घन्टा बचाइदिउँ न मन्दिर चाहिँ ठुलो रहेछ जस दाइको कुरा सुनेअनुसार वेदर क्लियर हुने बेला चाहिँ हिमाल बवाल देख्छ अरे क्या एउटा त्यो अहिलेको भ्यू टावर चाहिँ त्यहाँ हो म त्यहाँ बसेँ थिएँ अलिकति यो भिड चाहिँ अहिले त बवाल डरलाग्दो देखेछ सेम हाम्रो त्यो मेरो मामा गाउँको मिचिरे गते मिचिरेको त्यो गोर्जेको भिड जस्तो क्या तपाईँको त्यो मचिन्द्र देवी मन्दिरको तलको भिड जस्तो रहेछ है डरलाग्दो सायद यस्तो भिडतिर धेरै जानु हुँदैन त्यहाँबाट 3 दिन पसिना भयो के नि तर दाइले भनेअनुसार चाहिँ भ्यू चाहिँ वेदर हुने बबाल देख्छ अरे यहाँ चाहिँ पुरा समितिले नै बनाएको रहेछ नि त ठाउँहरू सही छ जस ए ल भयो हेलो एभ्रिवान अहिले चाहिँ म पोखरा महानगरपालिका 9 क्रिस्ती मट्टी खानमा छु हैन मट्टी खानको यो कालिका कोट मन्दिरमा छु अनि आज चाहिँ सिर्फ एक्लै आइदिएको के झ्याउला र बोरिङ भएर स्टुडियोमा काम गर्दै थिएँ म हैन सानो थियो काम चाहिँ अनि 2 जना क्लाइन्टको सानो ट्याटु बनाएँ सानो ट्याटु बनाएर अनि आज स्याटरडे एकैछिनमा सक्यो काम चाहिँ अनि के गरौँ भएर ठिकै छ नि त लेट्स गो जस एक्लै हिँड्दिउँ न त भनेर अनि म चाहिँ यता छोरेपाटन आएको थिएँ हैन छोरेपाटन आएर चाहिँ ठ्याक्कै एकछिन टिबिटियन यागमा गएर मोमो सोमो हल्का खाएँ मोमो चाउमिन चाहिँ हल्का खाएँ अनि त्यसपछि चाहिँ लेट्स गो टु निर्मल पोखरी जाम भनेर यतिकै आइदिएको तल अनि यतिकै हिँड्दा ठ्याक्कै तपाईँको त्यो ठ्याक्कै फुस्रे खोलाको पुलदेखि हल्का यता राइट लिने ठाउँमा चाहिँ वे टु मट्टी खान देखेँ कि मैले वे टु मट्टी खान देखेँ अनि जस्ट 7 किलोमिटर रहेछ मट्टी खान चाहिँ अनि गइदिउँ न त भनेर नाम चाहिँ मैले पहिल्यैबाट सुने हो हैन पहिल्यैबाट सुने हो तर आज चाहिँ जस्ट फर्स्ट एक्सपिरियन्स लिदिउँ एक्लै गइदिउँ भनेर आइदिएको चाहिँ 7 किलोमिटर रहेछ ठाउँ चाहिँ रमाइलो रहेछ हैन बाटो पनि राम्रो नै रहेछ कुनै बाटो चाहिँ हल्का ढलान गरेको रहेछ अनि कुनै चाहिँ हल्का अफरोड रहेछ हैन तपाईहरु नि आउन सक्नुहुन्छ यो ठाउँमा हैन रमाइलो छ यहाँ चाहिँ टक्क गुराँस अहिले चाहिँ ठ्याक्कै गुराँसको सिजन हो नि त अनि गुराँसहरु पनि टक्क ढकमक्क फुलिरहेको छ हैन यस आज जस वेदर चाहिँ खासै क्लियर नभएको कारणले हिमाल चाहिँ देखेन हैन यहाँको अंकलले चाहिँ मैले भर्खर यहाँ कालिकाको मन्दिर आउने बेला अंकलले चाहिँ वेदर क्लियर भएको बेला आएको भए भाइले चाहिँ होस् 2 घण्टा जति मजाले टाइम स्पेन्ड गर्न मिल्थ्यो यहाँबाट हिमाल हेर्दै भन्दै हुनुहुन्थ्यो तपाईहरु चाहिँ जस वेदर क्लियर हुने बेलामा आउन सक्नुहुन्छ मट्टी खान क्रिस्ती कति रे दाइ क्रिस्ती 9 हैन 21 ए क्रिस्ती 21 हो ए सरी क्रिस्ती 21 नै रहेछ मैले अघि नै उता भ्यू टावरमा जाने बेलामा नि 21 नै हो जस्तो लाग्थ्यो तर मैले यहाँ पढ्ने बेलामा चाहिँ क्रिस्ती 9 लेखेछ त त्यहाँ दाइ
ए पहिलाको चाहिँ 9 हो ए पहिलाको चाहिँ 9 रहेछ हैन सरी मिस्टेक भयो अहिलेको चाहिँ 21 रहेछ यस रमाइलो छ यो ठाउँ यार दामी लाग्यो मलाई तपाईहरु नि आउन सक्नुहुन्छ भाइ त ठ्याक्कै एकजना दाइ पनि भेट्यो दाइ चाहिँ यहीँको बासिन्दा हुनुहुँदो रहेछ हैन उहाँले चाहिँ जस मन्दिरको हेरचाह गर्नु हुँदो रहेछ टाइममा हल्का बत्ती हल्का इभिनिङ हुने होला बेलुका हुने होला बत्ती बाल्ने अनि यताउता हल्का सरसफाइ गर्ने अनि के भइरहेछ यता मन्दिरको हेरचाह गर्नु हुँदो रहेछ हैन दाइले चाहिँ भर्खर भन्नुभयो कि पहिला चाहिँ 9 रहेछ क्रिस्ती 9 रहेछ अहिले चाहिँ 21 भएको रहेछ के मैले नि अघि नै 21 नै जस्तो लाग्थ्यो तल हजुर ए नगरपालिका पोखरा महानगरपालिकै भयो नि त सही हो सही ल दाइसँग नि भेटेर खुसी लाग्यो तपाईहरु नि आउन सक्नुहुन्छ यता मटिखान आउनु भएको छैन भने आउनुस् कालिका कोटै हो रे अनि यो पनि सेम त्यस्तै रहेछ हाम्रो गाउँहरुको जस्तो कोटमा जस दशैंमा चाहिँ हल्का रमाइलो हुन्छ जस यहाँ चाहिँ पहिला चाहिँ बलि चढाउँथे आजभोलि त चढाउनु हुन्न आजभोलि नि बलि गर्छ यहाँ काट्दैन होला आजभोलि चाहिँ पूजा चाहिँ गर्छ हैन पूजा चाहिँ गर्छ धेरै जस्तो ठाउँमा चाहिँ मन्दिरहरुमा चाहिँ अहिले नेपालमा म्याक्सिमम यो कोटहरुमा चाहिँ धेरैले त्यो बलि प्रथाहरु हटाइसकेको छ नि त अनि यहाँ चाहिँ पहिला जमानामा चाहिँ यहाँ चाहिँ गर्दो रहेछ जस पुरानो यहाँ चाहिँ बलि प्रथा नि थियो नि त पहिला कोटमा त अब अभियसली भइहाल्छ अनि धेरै खुसी लाग्यो तपाईलाई भेटेर है भन्दै म तपाईलाई हल्का धेरै चाहिँ छैन दाइ हैन यो 150 रुपैयाँ राख्नु ल ल राम्रोसँग हेर्नु है मन्दिरको हेरचाह गर्नु है दाइ है दाइलाई देखेर भेटेर खुसी लाग्यो बिचारा म ट्यागको भिडियो बनाउँदै थिएँ दाइ चाहिँ बिचारा यसो पछाडि आएर मसँग गफ गर्दै हुनुहुन्थ्यो नि त रमाइलो रहेछ दाइ पनि ल दाइ गएको ल तपाईँ पनि जानुहुन्छ पछि आउँदा भेट्नुपर्छ ल है पछि आउँदा भेट्नुपर्छ तपाईँ चाहिँ कहाँ बस्नुहुन्छ यता तपाईँ घर चाहिँ कहाँ हो ए त्यो भ्युटारभन्दा मुनि हो ए ल दाइ आउनु त तपाईँ पनि जाने हो भने चाहिँ ए हो आउनु म बाइकमा पुऱ्याइदिन्छु त्यहाँसम्म पुऱ्याइदिन्छु है तपाईँलाई ल दाइलाई म बाइकमा पुऱ्याइदिन्छु त्यहाँसम्म होइन दाजुभाइ अब गइन्छ टक्क लाएर अनि दाइ कति वर्ष भयो तपाईँ 35 भयो ल भन्छ तपाईँ 47 सालको ए म 48 सालको हेर तपाईँ मभन्दा 1 वर्ष ठुलो रहेछ ए तेरिका नजिकै रहेछ नि बिहा गर्नुभयो कि नाइ दाइ बिहा गर्नुभयो ए बालबच्चा कति छ दाइ एउटा छोरा छ कि छोरी छ ए छोरी नै हो ल बधाई छ मेरो नि छोरी हो यता यार ल दाइ र मेरो धेरै कुरा मिल्दो रहेछ फेरि दाइको पनि छोरी रहेछ होइन कति वर्ष भयो दाइ छोरी 1.5 वर्ष भयो ए सानो रहेछ बिचारा यार ल दाइ यो चाहिँ छोरीलाई है यो 100 रुपैयाँ चाहिँ यो चाहिँ अहिलेको चाहिँ त्यो तपाईँलाई यो चाहिँ छोरीलाई है छोरीलाई हल्का चक्लेट किनेर दिनु ल चक्लेट किनेर दिनु बिचारा होइन रमाइलो लाग्यो दा यार मलाई यो ठाउँ यार फेरि आउँछु नि म अब जस वेदर खुल्ने बेला यो आकाश खुल्ने बेलामा हिमाल देख्ने बेलामा चाहिँ यहाँबाट दामी देख्छ जस्तो लाग्यो के ल ग्रास अनि यो चाहिँ कुन मन्दिर हो त यो तलको चाहिँ ए यो चाहिँ अकला हो ए अकला मन्दिर अकलाको उता मेन मन्दिर चाहिँ कालीकोट मन्दिर कालिका कालिका कोट सही हो सही ल दाइलाई भेटेर नि खुसी लाग्यो होइन दाइ अस्ति म कास्कीकोट जाने बेलामा पनि त्यहाँ एकजना दिदी भेट्नुहुन्थ्यो यहाँबाट चाहिँ बाटो छैन है छैन छ हो र यहाँबाट त फेरि बाइक त यता राखेछ नि त दाइ फेरि
ए यहाँबाट नगएर हम किनकि बाइक यता छ उता छ बाइक चाहिँ त्यहाँ छ तपाईँ त्यहाँ तल झर्नु म बाइकमा तपाईँलाई लिएर जान्छु है म दाइलाई चाहिँ बाइकमा यहाँबाट उता पुऱ्याइदिन्छु होइन दाइ चाहिँ जे रमाइलो रहेछ कि बिचरा म भिडियो बनाउँदै थिएँ होइन पछाडि हेर्दै बसेर क्या माया लाग्दो हेरेर बसिरहेको कि दाइसँग चाहिँ गफ गरेँ एकछिन सोझो रहेछ बिचरा सोझो मान्छेहरू त यत्तिकै हेर्दै थाहा हुन्छ नि सोझो रहेछ माया लाग्दो रहेछ बिचरा मन्दिरको हेरचाह गर्दो रहेछ बेलुका बेलुका बिचरा बत्ती बालिदिने यताउता गर्छ अरे कि बिचरा जस मभन्दा 1 वर्ष ठुलो रहेछ ऊ चाहिँ 47 सालको रहेछ म चाहिँ ठ्याक्कै 48 सालको के अनि उसको पनि फेरि ठ्याक्कै फेरि छोरी रहेछ क्या फेरि बेबी रहेछ एउटा छोरी रहेछ छोरी चाहिँ लाइक 1.5 वर्षको छ अरे मेरो चाहिँ 3 वर्षको जस कुरा मिल्यो ल म अब एक राइड हान्छु बिचरा दाइ चाहिँ त्यहाँबाट तल झर्दै हुनुहुन्छ म चाहिँ उसलाई यहाँबाट त्यहाँसम्म पुऱ्याइन्छु त्यहाँसम्म मात्रै त्यहाँबाट दाइ जानुहुन्छ त्यहाँ म चाहिँ त्यहाँबाट तल जान्छु ल अब म चाहिँ तल गएपछि भिडियोमा आउँछु ल ओके बाई बाई भाइहरूले चाहिँ उता सिडी देख्छ सिडीबाट उता सर्लक्क हिँड्दै जानु भनेछ लेट्स गो अब कस्तो छ जस नाम युनिक लाएर एकचोटि गइदिउँ भनेर आएको एक हाते देवी हो कि एक हाते देवी मन्दिर हो के हो भन्थ्यो कि सो एक वकिङ अघि नै म जाने बेला पनि माथि जाने बेला हल्का युनिक लगाइरहेको थिएँ कि त्यहाँको त्यो नाम चाहिँ के ठ्याक्कै एक हाते देवी मन्दिर भनेर अनि मनमा अलिकति चुलबुल भयो जान मन लागिरहेको थियो ठ्याक्कै अनि फेरि अब त्यस्तो सास त टोटल्ली हँदेर त बसेन नि त त्यही पनि फर्किने बेला गइदिउँ भनेर होइन गइदिउँ भनेर आएको कस्तो छ यहाँ नि हिँड्न पर्दो रहेछ जस हल्का फुल्का धेरै जस्तो यो मन्दिर भएको ठाउँतिर चाहिँ म्याक्सिमम् हिँड्नै पर्ने हुन्छ कि हल्का उकालो चाहिँ स्पेसल्ली यो देवीहरूको कालिकाहरूको मन्दिरतिर के ल यहाँ नि बाटो दामी रहेछ जस नाइस यता खेतहरू छ आज चाहिँ वकिङ चाहिँ खतरा भयो यो एक हाते देवी मन्दिर नै रहेछ गाउँघरको यस्तो पिस इन्भाइरोमेन्ट देख्यो भने त मनै आनन्द हुन्छ हौ आज मैले चाहिँ पोखरा 21 को क्रिस्तीमा भएको मठ मन्दिर भ्यू टावरहरू एक्सप्लोर गरिरहेको छु होइन तपाईँहरू नि आउन सक्नुहुन्छ नाकको थान रहेछ यहाँ पनि बाँसघारी नि मिठो रहेछ ठुलो रहेछ यहाँको मन्दिर पनि जिन्दगीमा हल्का यो मैले भिडियो बनाउनुको कारण चाहिँ के भने हल्का मेमोरिज हुन्छ नि त जस टाइममै खिच्न पर्दो रहेछ कि फोटो भिडियोग्राफी भन्ने चिजहरू चाहिँ ओहो दामी घन्टी पनि ठ्याक्क ढोकाको इन्ट्रान्समै टाउको माथि नै रहेछ यस्तो चाहिँ बवाल लाग्छ कि मलाई चाहिँ एक हाते देवी रक्षा गरून् ल यता चाहिँ
के बन्दैछ जस्तो लाग्यो राम्रो रहेछ यहाँको मन्दिर पनि सिम्पल राम्रो वाउ यो मान्छे काम गर्दै रहेछ क्या बिचरा लुगाहरू छ ल म चाहिँ यहाँ तलबाट यस्तरी छिरेको कि माथि चाहिँ किनकि म जहिले यता माथि जान्थेँ नि त के अरे निर्मल पोखरीतिर धेरै गयो यो बाटो चाहिँ फर्स्ट टाइम हो राम्रो रहेछ मन्दिर यार नयाँ रहेछ राम्रो रहेछ चिरच्याट्ट परेको फेरि 1 घन्टे बजाउनु मेरो सम्बन्ध 1759 सालमा स्थापना भइरहेछ त्यो त स्थापना भएको र हाल पुनर्निर्मित पोखरा 21 पछि पुनर्निर्माण भइरहेछ ल एभ्रिवान आज चाहिँ मैले चाहिँ आज पोखरा 21 क्रिस्टीमा रहेको यो कालिका कोट मन्दिर अनि हाम्रो यो मटिहान भ्यू टावर अनि सब देखाएँ हैन अनि म सुरुमा इन्ट्री हुने बेलामा चाहिँ यो ठ्याक्कै एक हाते देवी मन्दिर भनेर एक हाते देवी मन्दिर जाने बाटो भनेर ठ्याक्कै त्यो मेन रोडको यता लेफ्ट साइडमा माथि उकालोमा चाहिँ ठ्याक्कै देखेको थिएँ अनि अहिले ठ्याक्कै फर्किने क्रममा चाहिँ जस हल्का त्यस्तो झमक्क साँझ त परेको छैन नि त त्यही पनि एकचोटि गइदिउँ न त भनेर म फेरि मन्दिरहरू यताउता कतै देखेँ भने गइहाल्नु मन लाग्छ क्या अनि ठ्याक्कै गइदिउँ न त एकचोटि भनेर ठ्याक्कै त्यहाँ बाइक रोकेँ अनि बाइकहरू त्यहाँ बाइक चाहिँ त्यहाँ पार्क गरेर सानो बाबुहरूसँग सोध्यो कताबाट जान्छ भने कि त बाइक चाहिँ त्यहाँ राख्दै त्यहाँबाट हिँड्दै जानु भने होइन ठ्याक्कै हिँड्दै आएँ राम्रो रहेछ यो ठाउँ पनि होइन अलिकति राम्रो भन्दा नि युनिक रहेछ क्या एक हाते देवी मन्दिर भन्ने बित्तिकै मैले फर्स्ट टाइम सुने हो नि त एक हाते देवी भन्ने चाहिँ अनि गइदिउँ एकचोटि दर्शन गरिदिउँ देवीको दर्शन गरौँ भनेर आएको राम्रो रहेछ यो ठाउँ चाहिँ आउनुहोस् तपाईँहरू पनि होइन अब यहाँ कसैले अब आफ्नो इच्छामा भएको चिजहरू मनोकामनाहरू पुरा गर्नुहुन्छ होला सायद त्यही भएर नै अब देवी भनेर त्यत्तिकै पुजेको हुन्न नि त मान्छेहरूले त्यत्तिकै पूजा गरेको हुन्न जस राम्रो रहेछ आउनुहोस् तपाईँहरू पनि पोखराबाट नजिकै छ होइन जस मटिहान चाहिँ हल्का अलिकति माथि नै छ के अरे यो चाहिँ ठ्याक्कै यो फुस्रे खोलाबाट हल्का माथि उकालो आउने बित्तिकै ठ्याक्कै आइपुग्नुहुन्छ क्या यति नै भन्दै आजको भ्लग चाहिँ यहीँ इन गर्नु पर्ला होइन मैले चाहिँ एक हाते देवी भन्ने बित्तिकै मैले चाहिँ देवीको एउटा हात मात्रै छ कि क्या हो जस्तो त्यस्तो लाग्थ्यो तर अलरेडी सबै त्यो लुगाहरूले ढाकेको छ भित्रै गएर सुजहरू पनि लागेको छ भित्रै गएर हेर्ने कुरो नि हुँदैन तर जस नाम चाहिँ युनिक छ आउनुहोस् तपाईँहरू नि दर्शन गर्नुहोस् देवीको होइन यति नै भन्दै आजको भ्लग चाहिँ यहीँ इन्ड गर्छु होइन नेक्स्ट भ्लग चाहिँ नेक्स्ट भिडियो चाहिँ जति पनि जान सक्छु म त्यति बेला हाल्छु तपाईँहरूले हेर्दै गर्नु होला होइन त्यति नै भन्दै keep watching everyone, bye bye.